नमस्ते सबैजनालाई, जय सल्यान भन्न चाहन्छु। र यतिखेर म दार्माको वडा नम्बर 5 मा पर्ने स्यालदुरेमा छु र यहाँ हाम्रो यस ठाउँका सक्रिय युवा पङ्क्तिमै पर्नुहुन्छ हाम्रो चन्द्रप्रकाश केसी सरसँग संयोगले भेट भयो र उहाँको घरमा छौँ हामी। अनि यहाँ आउँदै गर्दाखेरि केही समस्याहरू पनि रहेछन्। उहाँले अब यहाँ गाउँको समस्या के छ र उहाँ पनि विदेश बस्ने युवा भए हुनाले त्यो विषयमा चाहिँ हामी अलि बढी केन्द्रित पनि गर्छौँ। यहाँको समस्या चाहिँ के छ सर? आफ्नो परिचय सहित। अब मेरो परिचय चाहिँ नाम चाहिँ मेरो चन्द्रप्रकाश केसी। अब यहाँको ठेगानाको हिसाबले भन्ने हो दार्मा 5 स्यालदुले पर्छ यो। अब विगत हामीले चाहिँ स्थानीय सुरु भएको पनि 10 वर्ष भइसक्यो। हामीले विगतदेखि झेल्दै आएको, अब जस्तै मानौँ अहिले बिजुली हामी नेपालमा बढी भएर भारतलाई बेच्छौँ, बङ्गलादेशलाई बेच्छौँ, कहाँ बेच्छौँ, कुन आएर चाहिँ बिजुली उज्यालो मुक्त भयो कि अँध्यारो मुक्त भयो भनेर विभिन्न चाहिँ कुराहरू चाहिँ सुन्छौँ हामी त्यो न्युजमा। हामीलाई पनि आश्चर्य लाग्छ, कतिपय कुराहरू त हामीले पनि कमेन्ट गर्छौँ एउटा सक्रिय र हामीले सभ्य भाषामा हामीले पनि लेखेका हुन्छौँ। अब अहिले पनि हामी अन्धकारमै छौँ र अब खास गरेर यहाँको समस्या भनेको अहिलेको यो जेनेरेसनलाई अथवा हामीलाई पनि आवश्यकता भनेको बिजुली अनिवार्य हो। अब पानीको अब पछिल्लो समय पानीको पोल त अब झन्डै यो 3 वर्ष जति भइसक्यो यो, किनभने अब त्यति बेला चुनावको माहौल थियो। हामी बिजुली पानी अब त्यसपछि यता तलबाट उताबाट भन्ने विभिन्न भनौँ न। अब म पनि कुनै पनि दलमा एउटा आस्था राख्ने व्यक्ति भएको कारणले गर्दा अब हामीहरूका पनि तिनी कुराहरू रहे होला। तर हाम्रो चाहिँ के भयो भने जुनसुकै पार्टी आए पनि जुनसुकै व्यक्ति भए पनि एउटा चाहिँ आश्वासन मात्रै दिने, त्यसलाई पुरा नगर्ने। अब जस्तै अहिले हामी संयोगवश हजुरसँग भेट भयो, ल हामी यो ठाउँको लागि यो काम गर्छु म भनेर चाहिँ हजुरले जाने। अब 5 वर्ष त्यो कार्यकाल चल्यो भने राम्रै भइगयो। सके त त्यो 5 वर्ष कार्यकाल नेपालको स्थिति अनुसार नै नचल्ने। यदि चलिहाल्यो भने पनि अर्को चुनावमा के गर्ने त हामीले यदि यो भ्यायौँ भने भनेर पनि त्यो राख्ने बानी भयो। एउटै पानी योजनालाई चाहिँ 3 चोटिसम्म भोट मागियो। अब एउटै बिजुलीलाई जस्तै अब 2टा भोट त हामीले जिताएर पठाइसक्यौँ भनेपछि अब तेस्रो भोटमा यो बिजुली फेरि अब माग आउँछ। त्यो भएको कारणले गर्दा विभिन्न कुराहरू अब अहिले यहाँ चाहिँ गाउँ समाजमा भइरहेको भनेको अब तेरो र मेरो जितेर गइसकेपछि मेरो सोच चाहिँ के छ भने जुनसुकै दलमा आबद्ध भए पनि जितेर गइसकेपछि या उसलाई भोट हाल्ने व्यक्ति होस् या नहोस्, तर जनता उसको हो क्या। सबै जनतालाई समानता हुनुपर्छ। मेरो सोच चाहिँ त्यो चाहिँ भेदभाव बढी छ हाम्रो दार्मामा अन्य ठाउँको भन्दा अलि विकृति बढी छ। किनभने तपाईँको तेरो मेरो तपाईँको भनौँ अब विभिन्न कुराहरूमा चाहिँ आफ्नोलाई चाहिँ धेरै कुराहरू दिनुपर्छ। अब यो चाहिँ यताको यसलाई चाहिँ छुट्याउनुपर्छ। जस्तै भूकम्पको कुरा भयो, अब भूकम्पको पनि पुनर्निर्माण भन्ने कुरा भयो। मेरै पनि बडङ गएको थियो, त्यो चाहिँ अब कागज के बनाए लिइसकेपछि चाहिँ तिमीहरूले पुरै भत्काउनुपर्छ, 5 लाख दिइन्छ भन्ने कुरा भयो। मैले के सोचेँ भने मेरो घर फुट्या छ, यहाँको अवस्था यहाँको राजनीति कस्तो छ भन्ने कुरा मलाई अनुभव थियो। मैले चाहिँ भत्काएर अब मलाई दिनुपर्छ मैले भन्ने कुरा पनि भएन। त्यसो भएको कारणले गर्दा मलाई नदिए पनि अन्य व्यक्तित्वहरूलाई जुन व्यक्तित्वहरूलाई टहरा बनाउन लगाइयो, पहिलो किस्ता राखिन्छ, दोस्रो किस्ता राखिन्छ, विभिन्न किस्ताहरू राखिन्छ भनियो, तर त्यो कुनै केही आएन। तर फेरि त्यो त्यहाँ पनि व्यक्ति हेरियो, त्यो सम्पन्न अथवा नसम्पन्न भन्ने कुरा भएन। आफन्ततिरको भयो भने त्यसलाई किस्ता राख्ने अथवा चाहिँ अन्त दलमा चाहिँ आस्था राख्ने व्यक्ति भयो भने त्यसले नपाउने खालको। जस्तै भूकम्पकै राहतको कुरा भयो, अन्य चाहिँ अब जस्तै मानौँ केही अब कृषि बिउ बिजन भयो, विभिन्न कुराहरू कुनै अब पालिकाको कार्यक्रम अथवा चाहिँ सरकारकै उबाट चाहिँ कुनै कार्यक्रम आयो भने हामीहरूलाई जानकारी नदिने त्यस्तो खालको छ। अब कतिपय कुरा त म अब आफै यहाँ बसेर सक्रिय नभएको कारणले गर्दा मेरो पनि कमजोरी होला, छैन भन्न मिल्दैन। तर पनि आफ्नो र पराई भनेर चाहिँ गरिने व्यवहारदेखि चाहिँ हामी एकदमै दुखी छौँ। अब त्यो कुरालाई चाहिँ हामीले आत्मसात गरेर अब आउने यो भनौँ न अब आउने चुनावमा जुनसुकै व्यक्ति आए पनि हाम्रो भन्दा पनि हाम्रो व्यक्तिको अब खासै आवश्यकता छैन। यो समाजमा राम्रो व्यक्ति हुनु पर्यो। उसले चाहिँ समग्र रूपले एउटा अब जन्मदिने बाउ आमाले पनि छोराछोरीलाई 100मा 100 त दिन सक्दैन, तर पनि कम्तीमा कसैलाई 100 र कसैलाई 10 चाहिँ पार्न भएन होइन। अब जस्तै 60 र 40 तपाईँको 70 र 30 को बिचमा भए पनि एका ठाउँ तपाईँको झिलिमिली सम्पन्न बनाएर अर्को ठाउँ तपाईँको खाली राख्नु भनेको त्यो एकदमै अन्यायपूर्ण हो क्या। त्यसलाई चाहिँ विकास अथवा त्यो कुरामा चाहिँ हामी दुखी छौँ। हामी मात्रै नभइकन विभिन्न छन्। अब म त एउटा अब कसैलाई पनि अब आक्षेप नलगाउने व्यक्ति भएको कारणले गर्दाखेरि हो, तर अन्य व्यक्तित्वहरूबाट झन् यो कुरो प्रहार मात्रै आउला। तर म त आफूलाई पनि प्रहार गर्ने मान्छे हो, तर केही कमजोरी त हाम्रा पनि छन् जुन अब हामीले चुन्न सक्दैनौँ। किनभने हामी भन्छौँ हामी यसो गर्छौँ त्यसो गर्छौँ भन्छौँ, तर बिचमा गएर के छ भने अब हामीले चाहिँ जिताउने बेलामा
अब जुन व्यक्तिलाई हामीले जिताउनै नपर्ने हो त्यही व्यक्तिलाई जिताउँछौँ। कमजोरी त हाम्रो पनि हो यहाँको, हामी यहाँ बसेको वासीहरूको। अब जब चुनाव सिद्धिन्छ तब हामी कुरा काट्न सुरु गर्छौँ, जब चुनाव आउँछ त्यति बेला फेरि सबै एकै ठाउँ भइहाल्छ। यो कुरा चाहिँ एकदम ठुलो यहाँको मानसिकता त्यो खालको हामीहरूको भएको कारणले पनि केही कमी कमजोरी होलान्। अब हजुरहरू आउनु भएको छ त्यति टाढादेखि, हाम्रो एउटा भनौँ न सञ्जालको माध्यमबाट विभिन्न कुराहरूबाट हामीले अपेक्षा पनि राखेका छौँ। एउटा अब मानौँ अब हामी केही नगरेर बाहिर गएको छौँ भने त्यति सङ्घर्ष गरेर त्यतिसम्मको आफ्नो ऊ भएर पनि तपाईँहरू यहाँ बस्नु भएको छ, त्योमा हाम्रो सपोर्ट हुन्छ। अब प्रत्यक्ष अप्रत्यक्ष हाम्रो सपोर्ट हुन्छ। अब अरूले पनि समर्थन र सपोर्ट गर्नुपर्छ भन्ने मेरो भनाइ। हजुर हुन्छ, धन्यवाद। एकदम खुसी लाग्यो। यहाँ खाजा खायौँ, भाउजू अङ्कल यहाँ सबै हुनुहुन्छ, सबैजनालाई धन्यवाद भन्न चाहन्छु। फेरि पनि आउन पाइयो। चुनाव आफ्नो एउटा परिणामको ऊ होला, ठिक छ, हार जित जे होला, तर तपाईँ आउनुहोस्। हामी पछि अब निरन्तरता नै सबैभन्दा सफलता हो। म पनि धेरै प्रयास गर्दा धेरै ठाउँ लडेर धेरै ठाउँ गरेर सायद अब यहाँबाट माथिदेखि तलसम्म सोध्नु भयो भने पनि मेरो 3-4वटा नामले मलाई चिन्छन्। त्यो भएको कारणले गर्दा मान्छेको एउटा के हुन्छ भने अथवा चाहिँ सफल असफल भन्ने कुरा त्यो धेरै पछि थाहा हुने कुरा हो। तर आफ्नो प्रयास, आफ्नो निरन्तरता त्यो चाहिँ पहिलो प्राथमिकता हो। हामी जितको शुभकामना सँगसँगै आगामी दिनमा हामीले चाहिँ भनौँ न विभिन्न कुराहरूमा हाम्रो साथ समर्थन रहन्छ। हजुर, सहकार्य गर्ने दिनमा पनि हामी भेट्छौँ। अवश्य पनि हजुर, हस्, अवश्य। नमस्ते।